अब पनि सरकारले प्राथमिकतामा राखेर यो ऐनमा गर्नुपर्ने संशोधन। हामी यहाँ भनिरहेका छौँ नेपालमा औषधि सबैभन्दा सस्तो छ, तर 60% औषधिकै कारणले, महँगो औषधिकै कारणले औषधि र स्वास्थ्य सेवा कम गुणस्तरको दिनु र त्यसलाई नियमन नगर्नु भनेको अपराध। अबदेखि चाहिँ यो काम नगर्ने निकाय समितिहरू खारेज। नेपाललाई सुरुमा औषधिमा आत्मनिर्भर औषधिमा आत्मनिर्भरता भन्ने विषय एउटा व्यावसायिक पाटो मात्र होइन, यो नागरिकको सुरक्षासँग जोडिएको विषय हो, राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो र प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्नुपर्छ। यसको सुनिश्चितता राज्यले गर्नुपर्छ। उनीहरूको यो मौलिक हक अधिकारको विषय निकै संवेदनशील पाटो हो। आज हामीले यो विषयलाई एउटा व्यापारिक र व्यावसायिक दृष्टिकोणले मात्र हेर्ने कम्तीमा राज्यका जिम्मेवार निकायलाई त्यो छुट छैन। नेपालमा आयुर्वेद मेडिसिनको ठुलो सम्भावना छ। जडीबुटी आयुर्वेद मेडिसिनको म्यानुफ्याक्चरिङ, प्रोसेसिङ, त्यसमा भएको मालप्र्याक्टिसेस, रेगुलेसन, हरेक कुरालाई चाहिँ जोड्न आवश्यक छ र एक्सपोर्टको लागि पनि नेपाल धेरै यसमा सम्भव छ, सम्भावना छ। त्यो पनि मैले आजको यो अन्तर्क्रियामा मिसिङ देखेँ। हेल्थ सर्भिस भन्ने बित्तिकै हेल्थ सर्भिस भन्छौँ नि हामी, हेल्थ सेक्टर भन्ने बित्तिकै हेल्थ सर्भिस भन्छौँ, सेवा। त्यही भएर यो क्षेत्रलाई चाहिँ विशुद्ध सेवाकै रूपमा हेर्न म अनुरोध गर्न चाहन्छु। र अब बन्ने सरकारले औषधि म्यानुफ्याक्चर हुँदाखेरि क्वालिटी त हुन्छ होला, क्वालिटी चेक पनि गरिन्छ, तर त्यो औषधि बिरामीले सेवन गर्दासम्म क्वालिटी अस्योर गर्ने दायित्व पनि सरकारको हो। भनेको मतलब यहाँ विभिन्न पाटोहरू हुन्छन्, स्टेप्सहरू। म्यानुफ्याक्चर गर्यो, म्यानुफ्याक्चरिङ पछि त्यो स्टोरेजमा जाने भयो, स्टोरेज पछि त्यो ट्रान्सपोर्टेसनको कुरा भयो, डिस्ट्रिब्युसनको कुरा भयो, प्रिस्क्रिप्सनकै कुरा भयो, होइन? त्यसपछि अब डेलिभरीको कुरा भयो। त्यो इन्टायर प्रोसेसमा चाहिँ मेडिसिनको क्वालिटी अस्योर भइराख्नुपर्छ। यसमा कोल्ड चेनको कुराहरू आउँछ, स्टोरेजको कुराहरू आउँछ, प्रपर डिस्ट्रिब्युसनको कुराहरू आउँछ, होइन? क्वालिटी चेक चाहिँ यो म्यानुफ्याक्चर हुँदा मात्रै क्वालिटी चेक गरेर छुट छैन। यो पिपलले कन्ज्युम गर्ने बेलासम्म क्वालिटी चाहिँ अस्योर गर्नुपर्छ र यसलाई विभिन्न तहमा नियमन, रेगुलेसन चाहिँ आवश्यक छ। औषधि ऐन 2035 साल, आजभन्दा 47 वर्ष पुरानो औषधि ऐन बोकेर आजको समय सापेक्षिक मेडिकल ट्रिटमेन्ट चाहिँ हामी दिन सक्छौँ भनेर अस्योर चाहिँ राज्यले गर्न सक्दैन। त्यही भएर अब पनि सरकारले प्राथमिकतामा राखेर यो ऐनमा गर्नुपर्ने संशोधन गर्छ। साथै यो बिक्री वितरण संहिताको कुरा आयो। अब यो एकदम दुःखलाग्दो कुरा के, बिक्री वितरण संहिता, यो आचार संहिताको एउटा डकुमेन्ट चाहिँ बनेर डिडिएमा थन्किएको रहेछ। डिडिएले मन्त्रालयलाई दिनुपर्ने, मन्त्रालयले त्यसलाई चेक गरेर जस्ट साइन गर्नुपर्ने अनि लागू हुने। त्यति साधारण कुरा आजसम्म अड्किएको छ। र लगभग मेरो पुरानो कार्यकाल 3 वर्षको कार्यकालमा यस्तो किसिमको कन्फरेन्सहरू धेरै अटेन्ड गरियो। हरेक पटक यो औषधि ऐन पुरानो भयो, यसलाई संशोधन गर्नुपर्छ, डिडिएको ओएनएमलाई रिफर्म गर्नुपर्छ, नेपालमा औषधि आत्मनिर्भर बनाउनलाई 35वटा त सेल्फ सफिसियन्ट छन्, होइन? आत्मनिर्भर छन्, सेल्फ सस्टेनेबल छन्, तिनीहरूलाई चाहिँ अप्रुभ मात्र गरिदिनु पर्यो भन्ने कुरा एकदम सिम्पल माइनर कुराहरू आजसम्म अड्किनुको पछाडि मलाई एउटै मात्र प्रब्लम के हो भने इच्छा शक्ति नहुनु र अर्को चाहिँ यो अनैतिक खेलहरू। जब नेतृत्व नैतिकताको बलमा इच्छा शक्ति बोकेर सेवामा लाग्छ नि, सेवक सरकार बन्छ, तब यो सबै प्रब्लमहरू सल्भ हुन्छ। अब पनि सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको बन्छ र राष्ट्रिय स्वतन्त्र पार्टीले सेवक सरकारको भूमिका स्वास्थ्य क्षेत्रमा निर्वाह गर्छ। अब यो कम्प्लिट एन्टायर मेडिसिन म्यानुफ्याक्चरिङदेखि डेलिभरीसम्मको प्रोसेसमा प्रविधिलाई
नयाँ प्रविधिलाई अपनाउनु पर्ने कुरा, टेक्नोलोजी, एआईको कुराहरू युथहरूलाई प्रमोट गर्ने होइन, यो फार्मास्युटिकल कम्पनीजहरू नेपालभित्रकोलाई चाहिँ कन्ट्रोलिङ मात्र होइन, फेसिलिटेटिङ खालको चाहिँ हामीले नीतिगत सहजीकरण गर्नको लागि हामी तत्पर छौँ भनेर म भन्न चाहन्छु। नेपालमा यो आउट अफ पकेट एक्सपेन्डिचर चाहिँ लगभग 54देखि 60%, यानि एभरेजमा 57% जति आउँछ। भन्नुको मतलब वर्षेनी 5 लाखजना नेपाली नागरिकहरू औषधि र यो स्वास्थ्य सेवा महँगो भएको कारणले गरिबीको रेखामुनि पुग्न बाध्य छन्। वर्षको 5 लाख नेपाली नागरिकहरू स्वास्थ्य सेवा महँगो भएको कारणले गरिबीको रेखामुनि पुग्न बाध्य छन्। त्यसको पनि तपाईँको 60% चाहिँ औषधिमा खर्च हुँदो रहेछ। अब हामी यहाँ भनिरहेका छौँ नेपालमा औषधि सबैभन्दा सस्तो छ, तर 60% औषधिकै कारणले, महँगो औषधिकै कारणले 5 लाखभन्दा बढी नागरिकहरू गरिबीको रेखामुनि पुग्न बाध्य छन्। अब यहाँ नेपाली औषधि त सस्तो भयो, तर सेवन गर्दाखेरि गुणस्तरीय नेपाली औषधि नागरिकको पहुँचसम्म पुगेको छ कि छैन। फेरि पनि म्यानुफ्याक्चरिङदेखि डेलिभरीसँग बिचमा प्रिस्क्रिप्सनको पनि कुरा आउँछ होइन। यो सबै कुरालाई नियमन गर्ने, फेसिलिटेट गर्ने पाटो छँदैछ। एउटा कुरा चाहिँ म साथीहरूलाई सपोर्टको लागि पनि आग्रह गर्न चाहन्छु। औषधि र स्वास्थ्य सेवा कम गुणस्तरको दिनु र त्यसलाई नियमन नगर्नु भनेको अपराध हो। इट्स अ क्राइम एन्ड इट इज अ पनिसेबल एक्ट। यसमा कडाभन्दा कडा कारबाहीको व्यवस्था सुनिश्चितता राज्यले गर्न सक्नुपर्छ। मेडिसिनमा क्वालिटी कम्प्रोमाइज गर्नु भनेको तपाईँले कसैको जीवनसँग खेलिराख्नु भएको छ एन्ड इट्स अ भेरी इनएक्सेप्टेबल पनिसेबल एक्ट, क्राइम। यसलाई यसरी नै अबको राज्यले अगाडि बढाउँछ। र यहाँ केही समिति परिषदहरूले काम नगरेको कुराहरू आयो। अबदेखि चाहिँ यो काम नगर्ने निकाय समितिहरू खारेज गर्नुपर्छ। काम नगर्नेलाई खारेज गर्ने, काम गर्ने चाहिँ गठन गर्ने, र काम गरेन भने त्यसलाई फेरि एउटा काम गर्ने दायरामा ल्याउनको लागि राज्य जिम्मेवार हुनुपर्छ। अन्त्यमा म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, अब बन्ने सरकार औषधि स्वास्थ्य सेवाका हरेक क्षेत्रमा का सरकारवालहरूसँग, उपभोक्ताहरूसँग र पेसेन्टहरूसँग सबैसँग चाहिँ समन्वय गरेर एकदम अन्तर्क्रियामा, नजिकमा, कम्युनिकेसनमा रहेर काम गर्छ। आजसम्म तपाईँहरूले धेरैवटा यस्तो कन्फरेन्सहरू गर्नुभयो होला, डकुमेन्टहरू तयार पार्नुभयो होला, त्यो खेर गएको छैन। त्यो सबै तपाईँहरूले गर्नुभएको काम ड्राफ्टहरूलाई चाहिँ एउटा निकायमा, निर्णायक बिन्दुमा इम्प्लिमेन्टेसनमा पुर्याउने सरकार अब बन्दैछ, काम हुन्छ। नेपालमा कम्तीमा अब सकिन्छ भने सबै औषधिमा, होइन भने कम्तीमा सुरुवात चाहिँ हामी इसेन्सियल ड्रग्सहरू, इसेन्सियल मेडिसिन्समा नेपाललाई सुरुमा औषधिमा आत्मनिर्भर बनाउने लक्ष्य हामीले साझा लक्ष्यको रूपमा अगाडि बढाउँछौँ।